म चाहिँ जिन्दगीमा जहिले पनि भविष्यको चिन्ता गरेर बस्ने मान्छे थिएँ क्या। वाट इफ मेरो साथीहरू मभन्दा धेरै प्रगति गर्यो भने, वाट इफ म उनीहरूभन्दा धेरै पछि पऱ्यो भने, मेरो यस्तै यस्तै सोचले गरेर मैले कहिले पनि मेरो जिन्दगी खुलेर जिए जस्तो चाहिँ मलाई लाग्दैन साथीहरू। सो हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म र मेरो हस्बेन्ड बर्दुबईतिर गएको थियौँ नेपाली खानाको स्वाद लिन। पहिला चाहिँ म धेरै कुराहरू सोचेर बस्थेँ क्या, यो भएन त्यो भएन भनेर धेरै इन्सिक्योर फिल गर्थेँ। धेरै साथीहरूसँग म आफूले कम्पेरिजन गर्थेँ। बट नाउ गाइज मेरो लाइफ टोटली चेन्ज भएको छ, किनभने मेरो लाइफमा एकदमै पोजिटिभ मान्छेको इन्ट्री भइसकेको छ। मलाई कुनै साथीभाइहरूले क्या प्रश्न गर्नु हो भने तिम्रो लागि सबैभन्दा ठुलो धन के हो भन्नु भने म चाहिँ मेरो श्रीमान भन्छु क्या। मेरो लागि चाहिँ संसारको सबैभन्दा ठुलो धन चाहिँ मेरो श्रीमान हो। अनि साथीहरू, मेरो लाइफमा मिस्टर पर्फेक्टको इन्ट्री भइसकेपछि धेरै कुराहरू चेन्जेस आएको छ। म एकदमै धेरै लोभ गर्थेँ, कहिले पनि आफूले खुलेर खर्च गर्दिनँ थिएँ, कहिले पनि आफूलाई खानु मन लागेको कुराहरू खाँदिनँ थिएँ, कहिले पनि आफूलाई लाउन मन लागेको कुराहरू लाउँदिनँ थिएँ। बट नाउ साथीहरू, मेरो हस्बेन्डले मेरो माइन्ड चेन्ज गरिसक्नु भएको छ। उहाँले सधैँ पनि मलाई भन्ने गर्नुहुन्छ, यति धेरै दुःख गरेको के को लागि, यति धेरै दुःख गरेर आफूलाई मन परेको एक छाक खाना पनि खान पाएन भने त यो दुःख गरेको केही अर्थ नै रहेन नि मेरो बुढी भनेर सधैँ मलाई सम्झाउनुहुन्छ। र मैले यति धेरै दुःख गरेको पनि के को लागि भनेर म सोच्ने पनि गर्छु क्या साथीहरू। र साथीहरू, जिन्दगी चाहिँ कहिले पनि आफूले सोचे जस्तो हुँदैन। त्यही भएर आफूले दुःख गरे अनुसार, मेहनत गरे अनुसार आफूलाई पनि समय दिनुपर्छ, आफूलाई मन लागेको कुराहरू पनि गर्नुपर्ने हुन्छ, किनभने जिन्दगी एक बारको हो, जिन्दगी ना मिलेगा दोबारा। एनिवेज गाइज, लाइक कमेन्ट गरिदिनु होला। बाय बाय, लभ यू।